हेलो साथी हो। अब म चाहिँ यहाँ आज चाहिँ भ्याक्सिन छ सुँगुरलाई होइन। त्यो भ्याक्सिन हाल्नलाई तयारी गर्छौँ अनि अब हामी चाहिँ भ्याक्सिन हाल्ने भित्र यो भित्र भ्याक्सिन हाल्नु जानु छु। त्यो भ्याक्सिनहरू हेर्नु ल। आज चाहिँ -70 डिग्री छ, लास्टै चिसो छ आज होइन। अब जति चिसो भने काम त गर्नु पऱ्यो। कोरिया मात्रै भनिन्छ होइन, कोरियाको काम कस्तो छ त्यो पनि हेर्नु ल। दादै मुसुमा लाग्यो सिप। हेलो हेलो ल गाइज, हामी चाहिँ अब उसँग भ्याक्सिन हाल्नु आएको छौँ। मुसुम डिपार्टमेन्ट ठिक छ जी, पियोक्समा अब उ हाल्नु आएको छ होइन भ्याक्सिन। यो चाहिँ मेरो अडाउने हो। अब तपाईँहरूलाई चाहिँ म भ्याक्सिन हानेको देखाउँछु। अनि मेरो भिडियोहरूमा सधैँ यस्तै मात्रै भिडियो आउँछ होइन, जहाँ चाहिँ सुँगुरलाई भ्याक्सिन हानेको अनि सुँगुरहरू बच्चा सुतेको यताउता भनौँ न। अनि मेरो च्यानललाई सेयर गरिदिनु ल, सब्सक्राइब पनि गरिदिनु ल। अनि यहाँ हुन्छ हाम्रो उमदाई, अब उमदाई सधैँ हाम्रो पार्टनर हो जहाँ पनि उमदाई त। अनि त्यही भएर नि म्याच नै थिएछ यिन हाल्नु ल। हाल्ने मैले यो 8 वर्ष हो, म पनि 8 वर्षै भनौँ न। तर म भन्दा 1-2 महिना यो अगाडि आएको। अब सम्पूर्णले हेरिदिनु होला म कसरी भ्याक्सिन हाल्छु होला। यो चाहिँ भ्याक्सिन हो, यो हान्ने अनि यो थिच्ने यसरी सुँगुरको चाहिँ चिन्ह लाउने यसरी टक्कै। यो यसरी चाहिँ भ्याक्सिन हाल्नु एकदम सजिलो हुन्छ। यो चाहिँ एकदमै सजिलो हुन्छ। यो चाहिँ अब हामी चाहिँ 2 ml हाल्नुपर्छ। यहाँ चाहिँ 2 ml देख्नुहुन्छ, यहाँ चाहिँ 2 ml छ, यहाँनिर 2 ml लेखाएको छ। अनि यो चाहिँ कस्तो हुन्छ भने यहाँ चाहिँ यो यसरी हालिसकेपछि यो थिच्यो भने चाहिँ एकदम सजिलो हुन्छ। सुँगुर जहाँ गए पनि असर हुँदैन। फर इक्जाम्पल यहाँ होला, यसरी हान्यो कुद्छ सुँगुर, यसरी जाने सँगै कुद्ने अनि यसरी चिन्ह हालिदिने। यो चाहिँ एकदमै सजिलो हुन्छ। अनि अब यस्तो नहालेको चाहिँ नगरेको गरियो यसरी। अनि हामीले चाहिँ यस्तो चाहिँ नेपालमा पाउँदैन भनौँ न। मैले चाहिँ यो पहिलोचोटि देखेको यो होइन। विदेशमा कोरियामा पनि अब सबैतिर पाइँदैन, कम्पनीमा सबैतिर हुन्छ यो त। कोरियाको चाहिँ नेपालमा चाहिँ पाइँदैन। मैले 1-2टा लगेको थिएँ, साथीहरूले किन्नै मान्दैन, महँगो भयो भन्छन्। तर यो चाहिँ त बेस्ट हो, मेरो लागि चाहिँ बेस्ट, एकदम बेस्ट लागेको। अब तपाईँलाई म तपाईँलाई देखाउँछु यो नयाँमा, यहाँ खोरमा कसरी भ्याक्सिन हान्ने भनेर। हामी सबैजना हान्छौँ, यहाँ सबैजना साथीहरू आउँछन् यसरी चढेर हो। यो चाहिँ एकदम सजिलो, छिटो, एकदम सजिलो। त्यहाँ चढ्ने ठाउँ छ अरे हो, ड्रम छ होला, ड्रम देख्नुभयो, ड्रमबाट चढ्छन् होइन। अब चढ्दा यो चाहिँ कसो गर्नुपर्छ भने यसो हान्ने, थिच्ने, हामीले राखा लाउने यसरी होइन। यसो गर्ने, फेरि हाल्ने अनि फेरि यसो गर्ने, फेरि थिच्नुपर्छ यसरी चाट्टे। त्यो थिच्दा चाहिँ तल यसरी निस्किन्छ हो। यसरी हान्यो, यसो गर्दाखेरि एकदमै सजिलो हुन्छ यो चाहिँ। अनि हामीले पनि यस्तो गर्न सकिन्छ। सुँगुर यहाँ चाहिँ हाम्रो यो कोठामा चाहिँ यो घरभित्र चाहिँ अराउन्ड तपाईँको 8 चौको 32 320वटा जस्तो छ होला है। धेरैको 350वटा छ, त्योभन्दा धेरै चाहिँ छैन। अब यो चाहिँ एकदम सजिलो, चाहिँ पुरानो हो। पुरानो अहिले हामीले रातै हानेछ, रातै चिन्ह हेर्नुपर्छ हामीले चाहिँ। तपाईँले हेर्नु होला। हामी चाहिँ म्याक्सिमम सुई हान्दाखेरि चाहिँ यो एरियामा हान्ने गर्छौँ। यो एरियामा म्याक्सिमम सुई हान्दा चाहिँ हामीहरू यो पछाडि भएको यो एरियामा हान्ने गर्छौँ। यो एरियामा यस्तै टक्कै। यो चाहिँ सजिलो हुन्छ, किनभने घाँटीमा हान्दा अरूतिर घाँटीमा पनि हानेर छु, तर घाँटीमा हान्दा चाहिँ मासु बिग्रिन्छ अरे। हाम्रो साउन्डले चाहिँ मासु बिग्रिन्छ यताउता भन्छ। अब यो हानिसक्छौँ। बाहिर चिसो छ फेरि त्यस्तै। अब कोरियाको चिसो भन्नु नपर्ला, विन्टरमा हामीले विन्टरमा लास्टै चिसो हुन्छ। यहाँ चाहिँ औषध देखिन्छ कि छ भनेर एक छ औषधि। सधैँ हान्दाखेरि चाहिँ पछाडि भएको यो भागमा है, यो भागमा हान्छौँ हामीहरू चाहिँ। अब तपाईँहरूतिर कसरी हान्नुहुन्छ?
यो चाहिँ सुई राख्ने भाँडामा हामीले बनाएको यहाँ चाहिँ सुई हुन्छ यता चाहिँ नयाँ सुई यता चाहिँ युज गरेर सुई राखिन्छ हामी चाहिँ राख्छौँ त्यो गर्दा हामीलाई सजिलो हुन्छ अनि सुई चाहिँ यहाँ यसरी लाउने हो यसरी अड्काउने यसरी घुमाएर यसरी अड्कायो अड्काएपछि यहाँ एउटा यसरी अड्काउने राख्ने यो एउटा सेफ्टी एक्स्ट्रा त्यसको बिर्को पनि एक्स्ट्रा राख्ने यसरी भने चाहिँ सजिलो हुन्छ अब केटाहरूले यता हान्छन् म चाहिँ अर्कोमा जान्छु फेरि नयाँ नयाँ खाएको सुँगुर छ ल यो त पुरै बाउतिर गएको छ यार यो सुँगुर त कुनै त्यसरी ब्लड पनि आउँछ टाइम हामीले औषधि चेक गर्नुपर्ने हुन्छ यो सकियो भने हाल्नु मिल्दैन हैन अब सक्यो खाली छ देख्नुभयो यहाँ खाली भयो अब औषधि चाहिँ यो चाहिँ एफएमडी हो यो चाहिँ एफएमडी हो फुट माउथ डिजिज भन्ने औषधि हाल्नुपर्छ चाहिँ हुन्छ चाहिँ यहाँ छ छैन भन्छ यहाँ चाहिँ लेखाएर हुन्छ होइन यहाँ चाहिँ एफएमडी भ्याक्सिन हो यो चाहिँ अब यसरी हाल्नुपर्छ फेरि टक्क थिचो चट्टै छिर्छ चट्टा हालिदियो अनि फेरि चट्टै थिचियो यो चाहिँ मैले सुँगुरलाई हट गरेँ होइन है फेरि कतिले भन्नु त अब हट गरेँ होइन दिस भ्याक्सिन ओन्ली भ्याक्सिन गन्ध त भइहाल्छ यसको चारो चाहिँ यहाँ छ हेर्नुहुन्छ सेन्सर हो यो चारो तल चारो खाइरहेछ ओ झट अब अर्कोमा त यो सुई चाहिँ एउटा कोठामा एउटा युज गरिन्छ होइन एउटा कोठामा दुईवटा युज गर्न मिल्दैन होइन किनभने रोग सर्छ भन्छ साउनेहरूले अन्त तल फर्स्ट यहाँ पुच्छर खानु सुरु गरेछ सुँगुरको यसरी पुच्छर खानु चाहिँ सुरु गऱ्यो भने सक्छ सुँगुरले ढिलो बढ्छ रोग एकदमै रोगी हुन्छ पुच्छर खाएपछि कान खानेसम्म ठिकै छ सुँगुरको पुच्छर खानु थाल्यो भने चाहिँ